विजयमा चाहिँ र विशेष आज चाहिँ यो एपिसोड चाहिँ बेरेकाबाट सुरु हुन्छ। आज भने चाहिँ बहिनी मेर्लिना अनि ब्रदर अब्राहमको जो अनरेबल म्यारेज है यहाँनिर हामी कामलिङबाट पनि एज अ रिप्रेजेन्टेटिभ आएको छौँ भाइ विशालको साथमा। र अब यो एपिसोड चाहिँ कस्तो हुने रहेछ तपाईँहरूलाई अगाडि देखाउँदै जानेछु, हेरेर साथ दिनु। के खानु हुने? हजुर अलिक सुनेन हौ जोडले। बधाई छ केही छैन, बधाई छ। यो चाहिँ खाजा खाने जग्गा हाम्रो फ्रेसमेनको।
विशाल विशाल भाइ एसिस्टेन्ट हजुर एकदम यो कम्ती भएन एलडी एउटा कुरा सोधौँ तपाईँको कहिले के गर्नुहुन्छ प्रार्थना गर्नुपर्छ प्रार्थना यसरी अरू काका मात्रै रोटी खानु हुँदैन आफूले पनि खुवाउनुपर्छ जय मसी सस यति नै ए जुइलाई किन झुकेर अहिले बुझ्यो तपाईँले म होइन मजाले लिनुहोस् है त्यो चाहिँ ब्याङ्कवेट हल म यहाँहरूलाई डिस्टर्ब गर्छु जय बसे जय बसे जय बसी सबैलाई हाम्रो विशाल भाइ चाहिँ आज गाइड हुनुहुन्छ म झरेको पनि एउटा यहाँमा छोडेर यहाँ झरेको जय बसी खास ग्रुप यहाँ रहेछ जय मसी भाउजू जय मसी सबैलाई जय मसी हजुर आधी घन्टा जस्तो भयो होला यो त जान्छ पक्का जय मसी किङ बासर जय मसी बाङ्गा हजुर एकदम चाहिँ हुनुहुन्छ हाम्रो ब्युटिफुल छेमा जय मसी आज छोरीको बे एक्साइटेड कतिको खुसी दुखी ओके लिएर जानु हो भने we have to take an insurance. हामीले तपाईहरुले चाहिँ एउटा इन्स्योरेन्स लिनुपर्छ because if the parent dies यदि मुसुगा मर्यो भने you will lose all the money. तपाईले सबै पैसा नै इन्स्योरेन्स अनि उनले भने कति इन्स्योरेन्स डलर्स मोर उनले भनेको अझै 500 बढी $2,500 उनले भने लु त $2500 यहाँ and you give me the time लु मलाई सुगा दे so that was talking both English also and Russian also अब सुगा त अंग्रेजी पनि रसियन भाषा पनि बोल्दैछ they were very happy उनीहरु खुसी भए so they packed the parent अनि त्यो सुगालाई उनीहरुले बोको पारे insured अनि इन्स्योर पनि गरे to the parents place उनीहरुको त्यो आमा बाबाको शहरमा पठाइदिए so when the parent reached the parents home जब त्यो अभिभावकको घरमा पुग्यो त्यो सुगा and the Christmas came अब क्रिसमस आयो the man picked up his telephone अनि त्यो मानिसले टेलिफोन टिप्यो he said dad बाबा how is the parent कस्तो छ सुगा and the man said अनि मानिसले भने it is very delicious उता कस्तो मिठो रहेछ स्वादिलो रहेछ you understand what I'm trying to say बुझ्नु भयो म के भन्दैछु without knowing यो थाहै भएन he cut the parent थाहै भएन केको लागि पठाएको थियो सुगाले काटेछ cook the parent पकाएछ very delicious कस्तो स्वादिलो now where did things go wrong अब कहाँ चाहिँ समस्या कहाँ चाहिँ काम कुरा बिग्रियो it is in the communication त्यो सम्पर्कमा छ the son should have told the father त्यो छोराले चाहिँ बाबालाई भन्नु पर्यो with a great cost I bought this parent मैले कति ठुलो दाम तिरेर त्यो सुगा किनेको छु can speak two languages उसले देशले दुईटा भाषा बोल्न सक्छ you can speak your own language तपाईकै भाषा पनि बोल्न सक्छ you can speak English language अंग्रेजी पनि भाषा पनि बोल्न सक्छ beloved most families are breaking these days because husband and wife they don't communicate आजको दिनमा धेरै घरहरु टुट्दैछन् किन भन्दाखेरि पति र पत्नी राम्रोसँगले एकअर्कासँग सम्पर्कमा बस्दैन if the lines of your communication with Jesus आफ्नो सम्पर्कको तार चाहिँ प्रभु येशूको साथमा जोडिरहनुहोस् if the lines of communication with one another अनि त्यो सम्पर्कको तार चाहिँ एक आपसमा चाहिँ जोडिराख्नुहोस्
then your life will be very successful. तपाईको जीवन चाहिँ अति नै सफल हुनेछ। हामी चाहिँ खाना खानु आयौँ अब। देउसी भाउजू सन्चै हुनुहुन्छ? के खाएको हो? खै मासु मासु छोपेको छ। मासु त कति धेरै हो। के खाएको विशाल भाइ? सुँगुर हो? यस यस हेर्दा त सुँगुर जस्तो होइन त। हाम्रो भाइमा खसी भन्दा नि खाना नि हौ खसी भन्दा नि खाना नि परम परमेश्वरलाई धन्यवाद दिन्छौँ। उत्पत्तिदेखि अखारदेखि नै अब्राहमलाई मेरो निम्ति परमेश्वरको वचन अनुसार मेरो पति हुनको निम्ति दिएको खण्डमा आज परमेश्वरको सामने पुत्र प्रभु यीशु ख्रिस्टको सामने स्वर्गदूतको सामने मेरा आमा पापाको सामने सारा सन्तगण परिवारको सामने सारा इष्टमित्रको सामने साथै तमाम अन्धकारको शक्तिको सामने सम्पूर्ण आशीष दिनेछु निश्चयमा तिमीलाई सम्पूर्ण आशीष दिनेछु तिम्रो सन्तानको वृद्धि गराउनेछु विश्वासयोग्य प्रभुको प्रतिज्ञा यो छ तिम्रो सन्तानको वृद्धि गराउनेछु विश्वासयोग्य प्रभुको प्रतिज्ञा यो छ निश्चयमा तिमीलाई अनन्त आशाको हामी आकार बन्नलाई अनन्त आशाको हामी आकार बन्नलाई दृढतासहि अघि बढौँ दृढतासहि अघि बढौँ सनातन प्रतिज्ञा पूर्णलाई शीघ्र भन्दै हामी चाहिँ बेरेकामा मेर्लिना र अब्राहम ब्रदरको बिहा खाएर अहिले घर फर्किँदैछ। त्यो मितारको आइपुग्यो एकदम एकछिन चिसो, त्यसले गर्दा विशाल भाइले ए चियामा चिनी घोल्दैछ। यो हेर्नु जाडो भएर खासमा यो चाहिँ के भएको हो भन्दा विशाल भाइको पीडा चाहिँ के हो भन्दाखेरि तिमी टीमा हो यो चिनी
कम्ती लगाइदिएछ र तिमीको मात्रै चियाको तितो आयो अरे त्यसले गर्दाखेरि चाहिँ एकदम चिसो भयो चिसोमा चाहिँ यो तातो चिया खाँदा चाहिँ एकदम दामी भयो है पुरा उडाउँछ है के छ विशाल भाइ भन्नु आजको दिन कसरी बितायो त कसलाई सम्झिरहेको छ यो बेला हामी छौँ अन्त यहाँनिर नानीहरू खेल्ने जग्गा पनि रहेछ